ए ढेडो ढेडो जङ्गलमा हल्का अमिलो हुन्छ बाँदरको चाहिँ अमिलो अमिलो हुँदैन है हल्का अमिलो हुन्छ दिदी चाहिँ मुना चाहिँ ठुक्क ढेडको खा माथि नपस् घरभित्र नपस् ठुक्क साँच्चै खाथी साँच्चै राखी भन्थी चाम्रो एकदम सुक्खा हुन्छ क्या भैँसीको जस्तै हुन्छ मासु पनि होइन तर हल्का अमिलो हुन्छ क्या हेर न नाटक गरेको तिनीहरूले अन्त खोलाबाट आउँदा पनि कति बेर लाग्यो अन्त दोकानमा बोकेर आउँदै गरेकै हुन् कि यार हाम्रो पुर्खाहरू अरे बाँदर गइसकेको तल